हेलो गुड मर्निङ नमस्कार। म आज तपाईहरुलाई के देखाउन गइरहेको छु भने यो चाहिँ म यी बोतलहरु यो सिसी हो, खाली सिसीहरु, खाली बोतलहरु घरमा युज भएको आफूले दैनिक उपभोग गरेर युज भएका बोतलहरु चाहिँ व्यवस्थापन गर्न गइरहेको छु हैन। यसरी अब यसले गर्दा चाहिँ शहर व्यवस्थापन, वातावरण प्रदूषण व्यवस्थापन हुन्छ भन्ने चाहिँ मलाई लाग्छ। र हाम्रो नेपालमा पनि यो काठमाडौँ महानगरपालिकामा बालेन निर्वाचित हुनु अगाडि फोहोरलाई, काठमाडौँको फोहोरलाई मोहरमा बदलिदिन्छु भन्ने नारा थियो, चुनावी नारा। त्यो नारा कहाँ पुग्यो हैन। यो भिडियो चाहिँ काठमाडौँ महानगरपालिका र नेपालका विभिन्न नगरपालिका महानगरपालिकाहरूसम्म पुगोस्। आफूले युज गरेका सामानहरू चाहिँ हैन आफूले व्यवस्थापन गर्न सकिन्छ भनेर यसरी हाम्रो नेपालमा पनि ठाउँ-ठाउँमा महानगरपालिकाले एक दुईवटा मेसिन राखेर हैन यसरी राखिदियो भने सबैले आफूले युज गरेको सामानहरू आफै व्यवस्थापन गर्न सकिन्छ। जसले गर्दा चाहिँ आम्दानीको स्रोत पनि भयो हैन, वातावरण प्रदूषण हुनबाट रोकियो पनि। त्यसले गर्दा यो भिडियो चाहिँ जसले जहाँबाट हेर्दै हुनुहुन्छ सम्बन्धित निकायसम्म पुर्याउँ भन्न चाहन्छु। र यहाँ चाहिँ म यसरी बोतलहरु अब हाल्न गइरहेको छु। यो चाहिँ एउटा बोतलको नेपाली 20 रुपैयाँ जति पर्छ। यहाँ चाहिँ ठाउँ-ठाउँमा यसरी मेसिन राखिदिएको हुन्छ, सुपरमार्केटहरुतिर र कतै बाटोतिर पनि राखेको हुन्छ हैन। यसरी यो मेसिनमा बोतल युज गरेको बोतलहरु र बाहिरतिर कतिपयले त बाहिरतिर फालेको बोतलहरु पनि सङ्कलन गर्नुहुन्छ र यसरी व्यवस्थापन गर्न सकिन्छ। यो अब हाम्रो देशमा चाहिँ चुनावी नारा बनाउने, चुनाव अगाडि यो गर्छु त्यो गर्छु भन्ने, तर रिजल्ट जिरो हुन्छ। यो कुरालाई चाहिँ सबैले ध्यानकर्षण गराउँ र सबैले के सकिन्छ, कसरी सकिन्छ आफ्नो क्षेत्रबाट वातावरण प्रदूषण रोक्नलाई सहयोग गरौँ, साथ सपोर्ट गरौँ र देशलाई एउटा नयाँ दिशातिर लैजान सहयोग गरौँ भन्ने अभियानको लागि मैले यो भिडियो बनाएको हो। र यो भिडियो चाहिँ सबैले शेयर गरेर साथ सहयोग गर्नुहोला। धन्यवाद, नमस्कार, शुभ दिन।